टेलिफोन संवादमा यहाँले चाहिँ हामी म 20 तारिक आउँछु भन्नुभएको थियो, अगाडि नै आउनु भएछ नि? यो चाहिँ के भयो भने म आइपुग्ने डेट चाहिँ मेरो टिकट चाहिँ 18 तारिकको थियो हैन, 18 तारिकको टिकट थियो, 20 तारिक आइपुग्ने थियो क्या, ठ्याक्क टाइमिङ त्यो मिलेको थियो। मलाई के लाग्यो भने भगवानका भक्तहरूलाई चाहिँ अलिकति भ्रामक प्रचार भइरहेको छ भन्ने भावले चाहिँ म चाहिँ अलिकति छिटो जानुपर्छ भन्ने भावले म जल्दी आएँ। यसै बिच के पनि अर्को कुरा आएको थियो भनेदेखि चाहिँ एउटा माग थियो क्या उहाँको, हजुर, कि उहाँलाई त एयरपोर्टबाटै समातिनुपर्छ भन्ने कुराहरू। एयरपोर्टमा चाहिँ के भयो उत्रिरहँदाखेरि चाहिँ? मैले हजुरलाई आज जे हो त्यही सच्चाइ भन्दैछु है। म अमेरिकाबाट निस्केपछि म अरू बेला चाहिँ बरु भिडभाडमा त्यति सम्मिलित हुनुभन्दा मास्क लगाउँथेँ क्या। मलाई प्रायः मान्छेले किन चिनिनु परेन, आफ्नो एउटा वेमा म निस्किन्छु भन्ने थियो। झन् त्यस्तो प्रकारका समाचार देखेपछि चाहिँ मैले आफ्नो मास्कलाई चाहिँ ब्यागमा राखेँ। म खुला रूपमा म जे हुँ म त्यही हुँ। निस्किँदाखेरि चाहिँ मेरो कतारमा ट्रान्जिट थियो, त्यहाँ लगभग 30-35 जना नेपालीहरू भेट भयो। उहाँहरू पनि यति धेरै पोजिटिभ, यति धेरै राम्रो हैन, उहाँहरूले नै मलाई उल्टै हाँसिकन सुनाउने, फोटो खिच्ने गर्नुभयो। त्यसपछि म नेपाल आइपुगेँ। नेपाल अवतरित भइसकेर जब बाहिर निस्किँदाखेरि चाहिँ नेपाल प्रहरीका हैन धेरैजना मसँग जोडिएर आउनुभयो क्या। त्यो मसँग फोटो पनि छ, 2 जना हुनुहुन्थ्यो र अरू चाहिँ जेन्ट्स हुनुहुन्थ्यो। 2 जना महिला प्रहरीले चाहिँ के भन्नुभयो भने हजुरको कथा सुनेर हामीले जिउने प्रेरणा प्राप्त गरेका छौँ हैन, म जति बेला खाली समय हुन्छ हजुरकै कथा सुन्छु, त्यसले मेरो जीवनमा सकारात्मक परिवर्तन गरेको छ। यो भ्रामक चिजहरू बाहिर आइरहँदाखेरि चाहिँ हामीलाई बडो पीडा भएको छ माताजी, यसलाई कसरी चिर्नुपर्छ हजुर गरिदिनुहोस् है, हामी अन्यलमा छौँ माताजी प्लिज भनेर भन्नुहुँदाखेरि मेरा पनि आँखा रसाए क्या। त्यो समय सबैजनाले हात जोडेर हैन नमन गर्दै त्यहाँबाट चाहिँ ससम्मानपूर्वक मलाई बाहिर लिएर आउनुभयो। त्यसमा चाहिँ म एकदमै धन्यवाद पनि भन्छु उहाँहरूलाई र भगवानलाई पनि म धन्यवाद भन्छु, जसको कृपाले आज चाहिँ सबका मनमा यो त म त एउटा माध्यम मात्र हुँ, यो प्रेरणा यो कृपा सबै भगवानको कथा र भगवानले नै गराउनु भएको। यो जुन जति हल्लाहरू आए यसले गर्दा तपाईँका भविष्यका कार्यक्रमहरूमा चाहिँ के कस्तो असर परेको पाउनु भएको छ? केही पनि परिवर्तन छैन। जस्ता कुनै कार्यक्रमहरू रद्द भएका छैन। झन् बढी चाहिँ किनकि बौद्धिक व्यक्तित्वले आफै बुझ्दो रहेछ कि, जसको मैले यसबाट चाहिँ मैले 2-4वटा अनुभव पनि बटुल्ने अवसर पाएँ कि कसको दिमागको क्षमता कति हुँदो रहेछ भन्ने कुरा चाहिँ के कुराहरू सिकाउँदो रहेछ क्या यसले। जति पनि विशिष्ट बौद्धिक व्यक्तित्व हुनुहुन्छ उहाँहरूले त फोन गरिकन यो सबै कुराहरू हामीले बुझिसकेका छौँ माताजी। माथि गइसकेपछि तल झार्ने प्रवृत्ति त सबै संसारमा जहाँ पनि प्राय छ। अनि र हजुरको संयमता धैर्यता देखेर हामी पनि चकित छौँ। फलेको वृक्ष नुहेकै हुन्छ भन्ने कुरा चाहिँ हजुरले पनि देखाइदिनु भयो भन्ने प्रकारको कुरा राख्नुभयो, उहाँहरूको विचार हो त्यो। र त्यसले चाहिँ अब मलाई धेरै कुराहरू सिकायो भन्नुपर्छ। अब कुनै आजको यो कार्यक्रम हेरिसकेपछि राधिका दासजीलाई चाहिँ हाम्रो अब कथा उसको बोलाउनु पर्छ भनेर कसैले सोच्नुभयो भने उहाँले कहिलेको डेट पाउनुहुन्छ? अब 1 वर्ष त पुग्छ। 1 वर्ष कुर्नुपर्छ हजुर। भनेपछि यस्ता आरोप यस्ता विवादले कुनै असर परेको छैन? अहिलेसम्म छैन। उही मान्छेको मनभित्र जुन प्रकारको भ्रामक अलिकति थोरै केही प्रभाव परेको होला, कोही म भन्न सक्दिनँ, तर कार्यक्रमको लागि कुनै पनि प्रकारको अहिले असर परेको छैन।